नेपाली शेयर बजार केवल अङ्कहरूको खेल होइन। यो मान्छेको धैर्य, डर, आशा र अनुशासनको कहानी हो। हामी धेरैले शेयर बजारलाई छिटो पैसा कमाउने ठाउँ ठान्छौँ। आज किन्यो, भोलि बढ्ला भनेर। तर बेन्जामिन ग्राहमले भनेका छन्, शेयर बजार तपाईको बुद्धिमत्ता होइन, तपाईको स्वभावको परीक्षा हो। शेयर बजार के हो? नेपाली शेयर बजार भनेको व्यवसायमा साझेदार बन्ने स्थान हो। तपाईं कुनै कम्पनीको शेयर किन्नुहुन्छ भने तपाईं त्यस कम्पनीको मालिक हुनुहुन्छ, सट्टेबाज होइन। तर दुर्भाग्यवश हामीमध्ये धेरैले कम्पनीको मालिक जस्तो सोच्दैनौँ, हामी जुवाडे जस्तो सोच्दछौँ। आज कति बढ्यो? कुन शेयर उड्दैछ? फलानोले डबल बनाए रे। यहीँबाट सुरु हुन्छ गल्ती। 2. मिस्टर मार्केट, ग्राहमको सबैभन्दा ठूलो शिक्षा। ग्राहमले शेयर बजारलाई मिस्टर मार्केट भनेर व्याख्या गरेका छन्। कल्पना गर्नुहोस्, मिस्टर मार्केट तपाईको छिमेकी हो। कहिले ऊ अत्यन्तै खुशी हुन्छ, कहिले अत्यन्तै डराएको। आज ऊ तपाईलाई भन्छ, यो कम्पनी असाध्यै राम्रो छ, महँगोमा किन। भोलि उनै भन्छ, सबै सकियो, सस्तोमा बेच। मिस्टर मार्केट भावनात्मक छ, तर तपाईं बुद्धिमान हुनुपर्छ। नेपाली शेयर बजारमा हामी मिस्टर मार्केटको कुरा सुन्छौं, आफ्नो दिमाग प्रयोग गर्दैनौं। 3. लगानी र ट्रेडिङ फरक के हो? बेन्जामिन ग्राहम स्पष्ट भन्छन्, लगानी भनेको अनुसन्धानपछि पुँजी सुरक्षित राख्दै उचित प्रतिफल खोज्नु हो, बाँकी सबै सट्टेबाजी हो। नेपाली सन्दर्भमा लगानीकर्ता कम्पनी के गर्छ बुझ्छ, नाफा, ऋण, व्यवस्थापन हेर्छ, वर्षौंसम्म धैर्य राख्छ। सट्टेबाज हल्ला सुन्छ, फेसबुक, टेलिग्राम भर पर्छ, डर लागेपछि बेच्दिन्छ। समस्या के हो भने हामी आफूलाई लगानीकर्ता भन्छौं, तर व्यवहार सट्टेबाजको गर्छौं। 4. जोखिम बजार होइन, हामी हौं। धेरैले भन्छन्, शेयर बजार धेरै जोखिमपूर्ण छ। ग्राहमको उत्तर सरल छ। जोखिम बजारमा होइन, लगानीकर्ताको व्यवहारमा हुन्छ। कुनै राम्रो कम्पनी तपाईले धेरै महँगोमा किन्नुभयो भने त्यो जोखिम हो। कमजोर कम्पनी सस्तो देखेर किन्नुभयो भने त्यो जोखिम हो। तर राम्रो कम्पनी उचित मूल्यमा धैर्यका साथ किन्नुभयो भने त्यो जोखिम होइन, त्यो अवसर हो। 5. मूल्य र मूल्यवान। नेपाली बजारको सबैभन्दा ठूलो भ्रम प्राइस इज इक्वल्स टु भ्याल्यू होइन। शेयरको मूल्य, प्राइस आज बढ्न सक्छ, भोलि घट्न सक्छ, तर कम्पनीको मूल्यवान त्यसको कमाई, सम्पत्ति भविष्यमा हुन्छ। बेन्जामिन ग्राहम भन्छन्, बजार छोटो अवधिमा मतदान मसिन हो, लामो अवधिमा तौलिने मेसिन हो। आज भिडले भोट गर्छ, भोलि वास्तविकता तौलिन्छ। 6. धैर्य सबैभन्दा ठूलो हतियार। शेयर बजारले धैर्यवानबाट अधैर्यवानतिर पैसा सार्छ। नेपाली शेयर बजारमा धेरैले धैर्य गुमाउँछन्। थोरै घट्यो, डर, थोरै बढ्यो, लोभ। तर बुद्धिमान लगानीकर्ता न डराउँछ न लोभिन्छ, ऊ योजना अनुसार चल्छ। 7. भावनालाई जित्नु नै सफलता हो। डर, फियर, लोभ, ग्रीड, आशा, होप, यी तीनवटाले नेपाली शेयर बजार चलाउँछन्। तर तपाईले यीलाई नियन्त्रण गर्नुभयो भने बजारले तपाईलाई इनाम दिन्छ। बेन्जामिन ग्राहम भन्छन्, तपाईको सबैभन्दा ठूलो शत्रु तपाईं आफै हुनुहुन्छ। नेपाली शेयर बजारमा बुद्धिमान कसरी बन्ने? कम्पनी बुझेर लगानी गर्ने, हल्ला भन्दा तथ्य हेर्ने, सबै पैसा एकै शेयरमा नराख्ने, बजार घट्दा डराउने होइन, सोच्ने, छोटो समय होइन,
लामो समय सोच्ने। अन्तिम सन्देश। नेपाली शेयर बजार छिटो धनी बन्ने बाटो होइन। यो बिस्तारै बुद्धिमान बन्ने यात्रा हो। यदि तपाईँ अनुशासन सिक्न तयार हुनुहुन्छ, धैर्य राख्न सक्नुहुन्छ, भावनालाई नियन्त्रण गर्न सक्नुहुन्छ भने शेयर बजार तपाईको शत्रु होइन, तपाईको साथी बन्न सक्छ। द इन्टेलिजेन्ट इन्भेस्टर हामीलाई शेयर किन्ने तरिका होइन, सोच्ने तरिका सिकाउँछ। र जब सोच बदलिन्छ, नतिजा आफै बदलिन्छ।